यस भिडियोमा सती प्रथाको बारेमा जानकारी दिनेछौं। यसमा हामीले जानेका वा बुझेका सूचना प्रस्तुत गरेका छौं जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव तल कमेन्टमा दिनुस् है। सती शब्द मुख्यतः हिन्दू देवी सतीबाट आएको हो, जसले आफ्ना पिता दक्ष प्रजापतिले पति शिवको अपमान गरेका कारण आगोमा फाल हालेर आत्मदाह गरेकी थिइन्। सती शब्द नितान्त संस्कृत शब्द हो। यसको शाब्दिक अर्थ असल पत्नी हुन्छ। प्राचीन हिन्दू समाजमा खासगरी शासकवर्गमा राजा महाराजाहरूमा मरेका पतिसँगै जीवित जल्ने नारीलाई सती र त्यस्तो प्रथालाई सती प्रथा भनिन्थ्यो। राजाको मृत्यु भइसकेको र श्रीमानको शवसँग चितामा जीवित जलाइनु पूर्व निजले दिने श्राप नै सती श्राप हो। समाजमा यस प्रकारको सती प्रथा कहिलेदेखि चल्यो निश्चित भन्न सकिन्न। हिन्दू धर्मका अति प्राचीन ग्रन्थहरूमा सती प्रथाको वर्णन पाइन्न र यदाग्दा चर्चा पाइन्छ, तर त्यस बेला सती जान बाध्यात्मक थिएन। राजा महाराजाहरूको मृत्युपछि मृतककी रानीहरूलाई श्रीमानको शव लास सँगै अथवा अर्को चितामा सुताइन्थ्यो। यसमा राजनीतिक कारणले कुन रानीलाई सती पठाउने कुन रानीलाई नपठाउने भन्ने बारेमा पनि दाउपेच चल्ने गरेको इतिहास पाइन्छ। सती जानु अर्थात् मृतक श्रीमानसँग जीवितै चितामा जल्नुलाई सतीधर्म मानिन्थ्यो। भारतवर्षका गंगा, यमुना, जमुना लगायतका ठूला नदी किनारमा रहेका घाटहरूमा र नेपालका बागमती, कोशी, नारायणी, गण्डकी, कर्णाली, महाकाली लगायतका नदी किनारमा सती जाने गरिन्थ्यो। भारत र नेपालमा प्रचलित यो प्रथालाई भारतमा याले सन् 1861 मा कानूनद्वारा बन्देज गरेकी थिइन्। सन् 1910 मा जंगबहादुर राणाले नेपालमै पहिलो पटक मुलुकी ऐन जारी गरी यसमा केही हदसम्म कमी ल्याउन सघाएका थिए। तर उनको मृत्यु हुँदा उनका केही रानीलाई सती पठाइयो भन्ने ऐतिहासिक तथ्यहरू भेटिन्छन्। जंगबहादुर राणाले 16 वर्षभन्दा मुनिका विधवा महिला र 9 वर्षभन्दा साना उमेरका सन्तान भएकी महिलालाई सती जानमा रोक लगाएका थिए। सन् 1944 असार 14 गते श्री 3 महाराज वीरशमशेर जबराले देशका विभिन्न स्थानमा तैनात गरी गौडाका हाकिमहरूलाई सती पठाउन पूर्व अनिवार्य स्वीकृति लिनै पर्ने, पठाइदा नारीको स्वीकृति चाहिने, छोराछोरी हुर्केका हुनुपर्ने, गर्भवती हुन नहुने लगायतका कडा नियम तर्जुमा गरी कार्यान्वयन गर्न लिखित निर्देशन दिएका थिए। यद्यपि सती प्रथा अन्त्यको घोषणा 25 असार 1977 सालमा चन्द्र शमशेरले गरेका थिए। यस प्रथालाई पूर्ण रूपमा बन्देज गराएकाले उनलाई नै सती प्रथा अन्त्यका लागि नायक मान्न सकिन्छ। लक्ष्मीनरसिंह मल्ल नेपालको इतिहासमा मल्लकालका प्रसिद्ध राजा हुन्। उनी राजा शिवसिंह मल्लको जेठा नाति तथा हरिहर सिंहको जेठा पुत्र थिए। उनका भाइ सिद्धिनरसिंह मल्ललाई राजा शिवसिंहले पाटनको राजा बनाएका थिए। राजा लक्ष्मीनरसिंह मल्लको समयमा काजी भीम मल्ल काठमाडौँका प्रसिद्ध व्यापारी थिए। नाताले भीम मल्ल राजा लक्ष्मीनरसिंह मल्लका बहिनी ज्वाइँ थिए। तिनै भीम मल्लको ख्याति चौतर्फी भएपछि शत्रुहरूले भीम मल्ल विरुद्ध राजा लक्ष्मीनरसिंह मल्लको कान फुके। ती षड्यन्त्रकारीहरूको कुरामा विश्वास गर्दै राजा लक्ष्मीनरसिंह मल्लले काजी भीम मल्ललाई आफ्नो गाथगद्दी ताकेको आरोपमा मृत्युदण्ड दिए। आफ्ना पतिले मृत्युदण्ड पाएपछि राजा लक्ष्मीनरसिंह मल्लकी बहिनी तथा भीम मल्लकी श्रीमतीले नेपाल दरबारको भलो चाहनेको यस्तै गति होस्, दरबारमा कसैको पनि विवेक नरहोस् भनेर श्राप दिएका कारण अहिले पनि नेपाललाई सतीले सरापेको देश भनिन्छ। भीम मल्लकी पत्नी सती जाँदा श्राप दिएकी हुँदा सतीको श्राप पाएको नेपाल भन्ने लोककथन बनेको छ। ज्वाइँ भीम मल्लले मृत्युवरण गरेको केही समयपछि राजा लक्ष्मीनरसिंह मल्लले सत्य कुरा थाहा पाए। त्यसपछि आफ्नो कुकर्मका कारण पश्चातापमा परेका राजा लक्ष्मीनरसिंह मल्लले मानसिक सन्तुलन गुमाए। यसरी राजाले मानसिक सन्तुलन गुमाएपछि उनका युवराज प्रताप मल्लले विक्रम सम्वत 1696 मा उनलाई गद्दीबाट हटाइएको 18 वर्षपछि विक्रम सम्वत 1714 मा राजा लक्ष्मीनरसिंह मल्लको पागलपनकै अवस्थामा निधन भएको थियो। आएर आफै राजा भए।